छोरी बल्ल आयो तिमी? अस्ति आउँछु भनेर किन नआएको? ससुराको खुट्टा भाँचेकोले अफिसको छुट्टीहरू सबै सकाउनु पर्यो, त्यसैले आउनै पाइनँ। किन सकाएको त सबै छुट्टीहरू? सासूले म सबै काम गर्न सक्दिनँ भन्नुभयो, के गर्नु त म अनि? सासू पनि काम गर्न सक्ने नै हुनुहुन्छ। सक्नु त हुन्छ नि, तर सबै काम मलाई नै गराउनुहुन्छ। काम त म गर्छु, लिभ लिँदिनँ भनेर भन्नुपर्छ नि त। आफ्नो काम त्यसरी छोड्नु भएन नि। सबै कुरा मान्ने नगर है उनीहरूले भनेको। के कुरा गरेर बसेको दुईजना? छोरी तिम्रो अघिदेखि फोन बजेको छ, जाऊ त हेर। छोरीलाई नचाहिने कुरा के सिकाएर बसेको होला? परिवारलाई खुसी राख्नु परेन र असले अनि उसको खुसी चाहिँ के हो त? किन तिमीले पनि गरेकै हो, तिमी खुसी थिएनौ र? खुसी हुनै पर्यो नि, कसले बुझ्ने हो र नभएर भने। आमा 2 घन्टाको मात्रै क्लास हो, म छिट्टो गएर आइहाल्छु नि। 2 घन्टा भनेर के गर्नु? यहाँ घरको काम चाहिँ कसले गर्छ त फेरि? फेरि आएर बसेछ। घरको काम सबै भनेको होइन पहिला? खाना पकाएर आए त आमा। अनि राखेर चाहिँ कसले खुवाउँछ त? मान्छेहरूको अगाडि त्यही कराउनु नगर है। बिहे अगाडि त काम गर्न पाइन्छ भन्नुभएको होइन? तर तिमीले नै घरको काम सकाउन सक्दैनौ, अनि हामीले के गर्ने? मलाई मेरो काम गर्न मन छ। घरको सबै काम सकाऊ अनि गर भन्नुभएकै छ त आमाले। अनि तिमीले नै जब र घर दुवै हेर्न सकेन, हामीले के गर्ने त? मैले गर्न नसकेको कि तपाईँहरूले गर्न नदिएको? म प्रेग्नेन्ट हुँदाखेरि मेरो आमालाई फोन गरेर तपाईँहरूले किन जब छोड भन्न लगाउनु भएको थियो? तिमीलाई नै सजिलो हुन्छ भनेर त हो नि। त्यस्तो बेलामा काम गर्नु हुँदैन भनेर आमाले भनेको नि। मलाई गाह्रो हुन्छ भनेरै हो भने घरको काम चाहिँ गाह्रो हुँदैन र? त्यो बेला अब निकै काम जान्छ भनेर हिँडेको। तपाईँहरू पनि सम्झाउनु त। हुन्छ आमा। यो सबै काम सकाएर गोठमा जाऊ, गाईहरूले खानेकुरा देऊ है। मलाई अलिक गाह्रो भइरहेको छ आमा, सक्दिनँ होला आज। त्यति पनि गर्न सक्दैन? अनि जब नानु ठुलो भयो अनि म फेरि काममा जान्छु भन्दाखेरि के गर्नुभयो तपाईँको आमाले? आमा म नानीको स्कुलमा काम गर्न थालेको है आजदेखि। कति काम भनेर हिँडेको? छोरी बिरामी छ मेरो, आज आउँछु भनेको छ, थपक्क घरमै बस्ने। अनि भाउजू तपाईँ चाहिँ जबमा जानु पर्थ्यो नि आजदेखि। तिमी हुँदासम्म कहाँ काम जानु पायो त, होइन बुहारी? हुन्छ दिदी बस्नु न, तपाईँलाई मन लागेसम्म। ऊ बिरामी थियो त्यसैले हाम्रोमा आएर बसेको नि, त्यति त गरिदिनै पर्यो नि। आमाले भन्नुभएको सबै कुरा ठिक हो बाबा। धेरै नसुन तिम्रो आमाको कुरा। छोरी पहिलाको सबै कुरा याद आयो। आमाले सबैको खुसीको लागि आफ्नो खुसी त्याग्नु भयो, तर आमाको दुःख चाहिँ कसैले पनि देखेन। कसैले बुझ्दैन छोरी। यहाँ म पनि जब यहाँ आउँछु भन्छ, मेरो सासू जहिले पनि मलाई यहाँ आउन दिनुहुन्न। केही काम परे पनि खालि लिभ भन्नुहुन्छ। काम ठुलो कि घर ठुलो भनेर सोध्नुहुन्छ। मैले झगडै त परेर हिँड भनेको होइन नि, तर आफ्नो खुसीलाई पनि त अगाडि राख्नु पर्यो नि, होइन र? सासू आमाले फोन गर्नु भएछ, जाऊ न त कुरा गरेर आऊ। हेलो आमा भन्नुहोस् त। आज तिमी अफिस जान नपाउने भयो, सिधै घर आऊ ल। ठुलो बुवाकोमा पूजा छ अरे, त्यहाँ जानुपर्छ, लिएर आऊ भन्नुभएको छ। मिल्दैन आमा, मैले धेरै नै रिभ लिइसकेँ बुवाको लागि भनेर। म बरु अफिसबाट आएर सबै काम गरिदिन्छु। त्यस्तो नबन न, कोही पनि काम गरिदिने भएन। उहाँहरूको बुहारीको पनि हस्पिटलबाट मिलेन अरे छुट्टी। के भन्नु मैले उता फेरि? अनि उहाँको बुहारी चाहिँ नर्स भयो भन्दैमा कामै गर्नुपर्ने, मेरो पनि त कामै हो नि। के भयो तिमीलाई? खै बुहारीलाई आज के भएछ? जहिले पनि भनेको मान्ने, आज त नाइ भनिरहेको थियो। उसले सकेको सबै गरिराखेकै थियो, आज एक दिन नाइ भन्यो भन्दैमा रिसाउनु पर्छ त? उसले पनि आफ्नो काम गर्न दिउ न। धन्यवाद आमा, तपाईँले मलाई यति बलियो हुन सिकाएकोमा। आफूले सकेको गरिदिनुपर्छ, तर आफ्नो इच्छालाई नमारिकन।